ल हेर्नुहोस् 5 केजीको भालेको खुट्टा हाम्रो सानीले खाँदैछ। ल अब यो रन्जना खाँदैछ, पेट दुख्दै पनि खाँदैछ हौ साथी हो। अब खानेपट्टि चाहिँ हामी यता बाउ छोरापट्टि परेको छु। ड्रेस पनि सेम सेम, टिका पनि सेम सेम। के खानुभएको नानी? भुइँमा झर के खानु चाहिँ? चिकन भन न हौ। लेग पिस एउटा आर्सको एउटा सानीको भनेर लिएको। उहाँ त्यो लेग पिस तल झऱ्यो कि अब त्यही खाइदियो कि के हो? के साह्रो हो? यस्तो त नखानु भन्थ्यो। कोलेस्ट्रल बढ्छ, कोलेस्ट्रल छातीमा थाहा छ नि, बोसो जमेको छ भनेर। त्यो अलिकति खानु ढाउ ढाउ आउँछ, आउँदैन? अनि त्यसलाई चाहिँ कन्ट्रोल गर्नु पऱ्यो कोलेस्ट्रललाई। पछि गएर त अपरेसनै गर्नुपर्छ त। अनि फोक्सो अपरेसन, मुटु अपरेसन गर्नु पऱ्यो भने त सम्म समस्या आउँछ। फेरि गर्दा त्यस्तो यस्तो